यो बिजीको अल्ट्रा सेफ टिकटकमा धेरै हेरेको थिएँ। गरिराख्नु भएको छ, तर आज मेरो लागि यो ल्याइदिनु भएको छ सरले। मलाई हेर्न एकदमै इच्छा थियो र यसलाई प्रयोग गर्न पनि एक्साइटेड थिएँ म। यस्तो फाइन फिनिसिङ छ, यसको प्याकेजिङ पनि अझ भ्यालु एड गरेको छ यसले। यसलाई हेरौँ कस्तो छ। भिडियोमा त धेरै दिन हेऱ्यो, आज हातमै यसलाई फिल गरौँ, अनबक्सिङ गरेर। वाउ वाउ, भित्र पनि यसको राम्रो प्याकेजिङ, दुईटाको सेट रहेछ। यस्तो पर्फेक्ट ल, सटरमा दुईतिर दुईटा ताला ठ्याक्क लाग्ने भयो। खोलेर वाउ, पनि हेर्नु न त। यसलाई हामी एकचोटि खोलेर पनि ट्राई गरौँ। तिनवटा चाबी, त्यसपछि यो त सुनकै हो कि क्या हो, यति हेभी छ। वाउ, केटीको भएर लक भयो। यति इजिली यो निस्किँदैन। निस्किन्न त्यो जबसम्म लक लगाउनु न जबसम्म निस्किन्न। लक लगाइन, यति स्मुथ। वाउ, सुरक्षामा एकचोटि बस्छ। आँखा बन्द गरेर मलाई हेरेर ताला लगाउनु त, चाबी लगाउनु त। खोल्ने ल खोल्यो नि होइन, बन्द भयो। मतलब यो चाहिँ दृष्टिविहीनहरूको लागि पनि सपोर्टिभ प्रोडक्ट छ कि गराएको। इजी, पर्फेक्ट, भेरी नाइस। ल कस्तो लाग्यो? यस्तो यो फर्स्ट टाइम मैले यो लेभलको ताला चाहिँ हेरेँ। बजारमा थुप्रै किसिमको तालाहरू थिए, सबै खुल्लै यत्तिकै फ्यान्सी लुक्समा हुन्थ्यो। र यसको यो जुन बक्सको डिजाइन र यसको यो प्रडक्टको डिजाइन अनि यो प्रडक्टको क्वालिटी छ, यो वाउ सुन्ने छ। यो प्रयोग गर्न योग्य र प्रशंसा गर्न योग्य छ। अनि त्यो पकड्दाखेरिको फिल कस्तो आइरहेछ त? के छ, यसले सुरक्षित गराउँछ जस्तो लागिरहेछ। वर्ल्ड क्लासकै ब्रान्डलाई समातेको फिल भइरहेछ। लाइक आइफोन होइन, एप्पलको जुन ब्रान्ड छ नि, एक किसिमको त्यो भ्यालु एड गरेको, यो यो गरिरहँदा त्यही फिल आइरहेछ। हस्, धेरै धेरै धन्यवाद सर।